हो, म यहाँ छु। यस पटक यदि सुनामी आयो भने के गर्नुपर्छ भनेर म सबैलाई सिकाउने छु। सबैभन्दा पहिले सुनामी भनेको भूकम्पका कारण समुद्रको पानी माथि उठेर सहरमा पस्ने घटना हो। वास्तवमा कहिलेकाहीँ भूकम्पको कम्पन नआए पनि टाढाको ठाउँमा भूकम्प आएमा पनि सुनामी आउन सक्छ। अर्थात् सुनामी प्राय भूकम्पपछि आउने भएकाले भूकम्प र सुनामी एक अर्कासँग गहिरो सम्बन्धमा छन् भन्न सकिन्छ। अब सुनामीको गति र उचाइ कति हुन्छ त भन्ने कुरा हेरौँ। पहिले जमिन नजिकको सुनामी लगभग 36 किलोमिटर प्रति घण्टा गतिमा नजिकिँदै आउँछ र यसको उचाइ 10 मिटरभन्दा बढी पनि हुन सक्छ। सुनामी आएको थाहा पाएपछि मात्र यस्तो गति र उचाइको सुनामीबाट बाँच्न निकै गाह्रो हुन्छ। सुनामीबाट जोगिनका लागि सम्बन्धित शब्द र चिन्हहरू सिकौँ। पहिले सुनामी आउँदैछ भन्ने जानकारी दिने चेतावनी र सूचनाहरू छन्। ठुलो गरी हेर्दा 3 प्रकारका छन्। अर्को कुरा, सुनामी आउँदा तपाईँ रहेको स्थान जोखिमपूर्ण हो कि होइन र भाग्नुपर्ने स्थान कहाँ हो भन्ने देखाउने चिन्हहरू छन्। अब सुनामी आयो भने के गर्नुपर्छ त? सुनामी आयो भने सबैभन्दा पहिले यसो गर्नुहोस्। सुनामी आउनु अघि तपाईँको मोबाइल वा टेलिभिजनमा सूचना आउनेछ। सूचना आएको बित्तिकै तुरुन्तै अग्लो स्थानतिर भाग्नुहोस्। यदि तपाईँ नदी वा समुद्रको नजिक हुनुहुन्छ भने त्यहाँबाट टाढा भएर तुरुन्तै अग्लो ठाउँमा जानुहोस् र चेतावनी सकिएसम्म घर फर्कनु हुँदैन। र सुनामी पटक पटक आउन सक्छ, त्यसैले कहिल्यै समुद्र नजिक नजानुहोस्। हेरिदिनु भएकोमा धन्यवाद। अर्को भिडियो पनि हेर्नुहोस् है।